1 घण्टा भइसक्यो पर्खेको रिस नउठाउनु मलाई फेरि हामी चाहिँ कविता बोल्छु बजारमा अहिले पूजा छ हेलो आन्टी दिदी हाम्रो चाहिँ कटिङ कार्यक्रम हुँदैछ हजुर आउनु हेलो हाम्रो घर धनी चाहिँ हुनुहुन्छ आजको उता पनि हुनुहुन्छ जानुभएको खास म त भित्र हजुर पानी लिनु गएको हामीलाई चाहिँ पानी लिनु पठाइरहनु भएको छ यहाँ चाहिँ पानी लिनु पर त धार तान्नु सक्यो त्यही भएर हामी जान्छौँ चिया खानु पनि दिनु भएन मजाले होइन मेरो त थिए छैन अरे झन् सक्यो अरे तिम्रो त थियो होला आउँदैछ ए म टेको दुइटा मैले लगेर भएर फास्ट पाहाडवाला फुल घन्टीमा हो भोट घन्टीमा आज त सेन्टर फुल भएर देख्छु पनि हो के भन्दैछ घरमै रोटी पिलेर दिमाग बिग्रिसक्यो के बोल्नु र खोइ होइन मतलब आज के को पूजा गर्नुभएको यहाँनिर यो गर शान्ति गरेका हजुर गर शान्ति गरेको यसो अलिअलि रोटी प्रसाद बनाऊ भनेको त भुसुक्कै बिग्रिएर उयो फोक्सो किन आन्टी यो ग्यासको माथिको राख्ने उयो भएन क्या हाम्रो विजय दाजु हुन्छ उहाँ चाहिँ म यहाँ सघाउन आएको यहाँ आन्टीहरूको के गर्ने अरे सबै खानामा यो राख्ने के अरे त्यो आलु राख्ने चोखै चिज राख्ने दुई शब्द बोल्दैौ न दुई शब्द 3 शब्द भएन म आलु केलाउँदैछु कतिवटा भयो दुई शब्द मात्रै भयो म आलु केलाउँदैछु 5 शब्द तँलाई जोड्न आउँदैन तँलाई पहिला त्यत्रो लेखेन छिटो मदन पास आलु हेरे पहिला त्यो उयो के अरे 250 वटा शब्द लेखे कति लेख्छ र जोडेर पुऱ्याउँदिनु हो त त्यसमा काम गर्नु पर्दैन सक्यो त ज्यामा पिटेको डट पुरी बेल्न बाँकी नै छ यहाँ चाहिँ अङ्कलहरूले तरकारी बनाउँदै हुन्छ
यहाँ हाम्रो दिदी उहाँदेखि आउनुभएको छ पारीदेखि अलिक रातो रोटी देखाइदिउँ भनेको त कस्तो राम्रो रोटी बनेको छ है पुरीहरू कस्तो राम्रो घाम घाम लाग्दो भने मैले बनाएको यो मुनि मुनिको चाहिँ आन्टीले बनाएको कहिले आउनु हामी हामी चाहिँ भान्से आजको रोटी खानु मन छ आउनुहोस् साथीहरू मन्छले बनाएको रोटी कस्तो मैले बनाएको रोटी खोली त